हेलो साथीहरू, वेलकम टु माई मिनी भ्लग। 2 बच्चाको आमा भइसकेपछि चाहिँ यो बिहानीको समय चाहिँ कति छिटो जाने हो पत्तै नहुने के। फेरि यो पुसको महिना भन्छन् नि, पुस फास फुस कति छिटो जान्छ पत्तै हुँदैन। झन् बिहानीको समय एउटा आमालाई त कति गाह्रो हो कि। एउटा बच्चालाई स्कुल पठाउनु पर्ने, एउटा बच्चा सानो है, दुधे बालक, अनि काम धन्दा छुट्याउनलाई एकदमै गाह्रो हुने बिहानीको समय चाहिँ धाउधाउ नै पर्छ है। ठुलो बाबु स्कुल गइसकेपछि चाहिँ सानो बाबुलाई मजाले कोक्रोमा सुताएर है, दुधसुत हालेर सुताएर अनि हामी चाहिँ बारीतिर गयौँ। आज चाहिँ खातमोल हाल्ने भनेर गएका थियौँ हामी बारी। मेरो सासू मम्मी चाहिँ पहिल्यै जानु भइसकेको थियो। अनि बाबुलाई चाहिँ कसले हेर्दै हुनुहुन्छ भन्दाखेरि चाहिँ मेरो ससुर र बुवाले हेर्नुहुन्छ है। यसो हेरिदिइराख्नुहुन्छ, हल्लाइदिइराख्नुहुन्छ नि त, उठ्यो भने त्यति हेरिदिनु भयो भने नि आफूलाई काम गर्न, काममा हिँड्नलाई सजिलो हुने कि। अनि त्यसपछि हामी बुढाबुढी चाहिँ फटाफट हिँडेर बारीतिर गयौँ। अनि बारी पुग्दा चाहिँ मम्मीले फटाफट मल हालिराख्नु भएको थियो है। अनि त्यसपछि हामी पनि फटाफट हाल्न लागिहाल्यौँ। त्यसपछि छिटो छिटो सकेर घर पनि आउनु थियो। घरमा कति कामहरू थियो कि। फेरि अचार हाल्ने भनिराखेको थियो, मुला सुकाइरहेको थियो। फेरि कुहिन्छ नि त, धेरै समय राख्यो भने कि चाना बनिहाल्छ। अनि छिटो छिटो गरेर घर आउँदाखेरि त बाबु पनि उठिसकेको थियो कि। बिचरा मेरो बाबु मलाई देखेर त यस्तो आउन आतुर गरिरहेको थियो। कस्तो माया लागेको क्या आफ्नो छोराको। के गर्नु, एकछिन छोडेर हिँड्दा त्यस्तो हुन्छ। अनि मैले पनि उसलाई हतार हतार लिइहालेँ। अनि उसलाई दुधहरू खानिदिने अनि अरू खानेकुराहरू खानिदिने गरेर अनि फेरि मैले अरू कामहरू स्टार्ट गरिहालेँ। यसरी नै बितिरहेको छ मेरो मम लाइफ।